ल हामी चाहिँ एसियाको दोस्रो पहिरोमा खाना आएको के खाना आइसिलु खाना आएको हेर्नुहोस् एसियाको दोस्रो पहिरो भनेर भनेको थियो। अब चाहिँ सबै झपक्कै बिरुवा उत्तिसको बिरुवाहरू उम्रिसकेको रहेछ। साथीहरू उतातिर छ। सुन्नुभयो होला, हेर्नुहोस् यस्तो छ मजाले। आज त खाने हो, आइसिलु खाने हो। ए पहिला यस्तो रुखहरू एउटा थिएन कि, यो जति पनि मेरो यो क्यामेराले भ्याइरहेछ नि, क्याच भइरहेको छ। यतिको चाहिँ पुरै ढुङ्गा माटो मात्र थियो क्या। अहिले चाहिँ पुरै यो उत्तिसको बिरुवाले झपक्कै भइसकेको रहेछ। साथीहरू त्यो त खाइरहेछ सबै। मेरो छाता उडायो। के हो यस्तो यार, यस्तो छ। नपुग्छ त कहाँबाट जाने हामी? त्यता जाने हामी उता जाऊँ है त। उता माथि जाऊँ कि तल जाऊँ? ल यस्तो छ झपक्कै। उही के छ के भन्छ अरे, आलुको भारीहरू छ। यतै पहिरो। अब चाहिँ पहिरोबाट बज्ला जस्तै लाग्यो। पहिला यता नि थियो अरे के, यता के भन्छ घरहरू थियो अरे। अनि यो पहिरोको डरले गर्दाखेरि सबै बसाइ सारेर अहिले तल उङ्गुलतिर बसाइ सारेको रहेछ। अब चाहिँ पहिरो रोकिसकेको रहेछ। ल खुसी लाग्यो। उता अलिअलि रहेछ फेरि जाने सम्भावना। ल रेगन खाने नि, खाने कि नखाने? खाने। ब्रिजेश आइसिलु खाने कि नखाने? यता हेर्नुहोस् न, खाने। ल खाने रे ब्रिजेशले पनि। यस्तो छ ठाउँ। यस्तो यस्तो सानो बाटोबाट जानुपर्छ भाइ। लड्यो भने तल कहाँ पुग्छ, उता पुगिन्छ। हैट बिस्तारै जाऊँ है बाबु, डर लाग्छ। यस्तो गोरेटो बाटोबाट जानुपर्छ। अहिले त तर राम्रो भएछ। पहिला त यताबाट थियो नि, त्यो तलबाट। पहिला यताबाट थिएन नि त। पहिला आएपछि नि पिरो थियो नि। अहिले त ऊ भएर बाबु नकुद्न। अहिले लडेर फेरि तल पन्द्रङ पुन्द्रुङ गयो भने फेरि ओइ फेरि आउँछ नि स्याउ। फेरि त चाइनी लाभाङ बरु। यस्तै छ रहेछ जिन्दगी, यस्तै रहेछ जिन्दगी। ल है यस्तै छ पहिरो बाटो, यस्तो छ। बिस्तारै बाबु बिस्तारै। ल चाङले हेर्नु, एउटा पछाडि एउटा समातेर लगाइरहनु भयो बाबु। आइहाल्यो कि बोधाले लड्ला है, लड्ला बाबु। अब यस्तो बाटोबाट आइसिलु पाउने कि नपाउने? छ कि छैन होला। ल ओइ बरेत ल्याउनु पर्ने तनम सिङबेल, पङ्गो सिङबेल। ल ओइ पङ्गो अब के गर्ने आज? उता नि मान्छे सुन्यो उता। ल बन्द गर्छ।